हामी चाहिँ आज चाहिँ फेरि मकै रोप्न आएको छ बारीमा। हामी दिदी बहिनी आएको। हामी चाहिँ सबैले मकै रोपिसक्यो होला। हामी भर्खर मकै पनि यस्तोमा बोकिरहेको छु। इ मकै मुखमा हालेर मुखबाट हाल्न भने जस्तै। ए मकै रोप्न थालेको है। गाईहरूले त अस्ति रोपिसक्यो होला। हामी चाहिँ भर्खर रोप्दैछु यो सागको फुलभित्र। होला कि नहोला, होला कि नहोला। हामी चाहिँ यसरी रोप्छौँ, तपाईँहरू चाहिँ कसरी रोप्नुहुन्छ कोनी? बस्तीमा बस्नु चाहिँ साह्रो रहेछ, सबै गर्नुपर्ने, मकैदेखि लिएर सबै बिजनहरू रोप्नु पर्दो रहेछ। आउँछ बिहा गर्ने बहिनीहरू बिहा नगर है। टोकोको भाडी र यहाँ घाँस सकिसकेर मकैको बिजन रोप्दैछु। हालिदिइराखौँ, भयो भने भयो, भएन भने हेलो, यहाँ चाहिँ हाम्रो भ्यू पोइन्ट हो। भ्यू पोइन्ट चाहिँ तर कम्प्लिट भइसकेको छैन, ए अझै छ कम्प्लिट हुनु, धेरै छ बाँकी रहेको छ धेरै। यहाँ चाहिँ हाम्रो के भन्नु, होमस्टेमा काम गर्दा दिने खाजा दिने ठाउँ। यहाँ चाहिँ हाम्रो बारी, यहाँ तल सब्जीहरू छ। अहिले छेउमै देखाउँछ है तपाईँहरूलाई सब्जीहरू। मटरको सब्जी कसलाई मनपर्छ भन्नुहोस् है। हाम्रो भ्यू पोइन्ट चाहिँ यहाँ छ तर कम्प्लिट भइसकेको छैन। यसलाई कम्प्लिट हुनु चाहिँ धेरै टाइम लाग्ने रहेछ हो। अहिले चाहिँ मिस्त्री नै अहिले काम गर्ने चाहिँ मिस्त्री भ्याएकै छैन रहेछ यहाँ कम्प्लिट हुनुको लागि चाहिँ। यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम दामी देख्छ। अन्त अहिले चाहिँ तर धुम्म भएर चाहिँ देख्दैन। यहाँबाट कञ्चनजङ्घा एकदम छ्याङ्गै दामी देख्छ। कञ्चनजङ्घा, हिमाल माउन्टेन है। अन्त हाम्रोमा चाहिँ नि भने चाहिँ सबैभन्दा बेसी फेमस फुल चाहिँ नि, मैले मकैको बिजन बोकिरहेको छु। फेमस फुल चाहिँ हाम्रो आइली लेकमा गुराँस, जहीँ तहीँ गुराँस मात्रै हुन्छ अहिले चाहिँ। त्यही भएर साइड भ्यू पोइन्ट चाहिँ एकदम दामी हुँदैछ। तर अहिले काम गर्ने मान्छे नभ्याएर चाहिँ बनाएकै छैन। यस्तो घरको कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् ल। कस्तो देखिन्छ कमेन्ट गर्नुहोस् ल। बोल्नुको पनि अलिक उयो आउँदैन। भर्खर बोल्नु सिक्दैछु भनेर नानी भन्यो भने बोली लाग्दैछ भनेको जस्तै। वाउ, देखो न गाइस भन्ने बेला भएछ है हाम्रो सिम मटर पनि। मुलाको फुल, यस्तो दामी फुल चाहिँ मुलाको फुल चाहिँ। देखो न गाइस भन्दा जस्तो भयो त। चाहिँ मटर बारीमा छु। मुलाको बिजन त यहाँ पनि भएछ। मुलाको बिजन देखो न गाइस, के गर्नु यहाँ त यस्तो झोडी छ त। देखो न गाइस, यस्तो छ झोडी रोप्नु पर्ने मकै। सागको टुक्कु पनि पलाएछ। खानु पसा गरम
मकै बारी दरेम दरेम भन्दा जस्तो भयो त। निकै ठुल्ठुलो हुन थालेछ मटर पनि। मटरको फुल चाहिँ यस्तो भइरहेको रहेछ, ड्याममै फुलिरहेको छ। हेर्नुहोस् गाइस भ्यू, कसलाई मनपर्छ यस्तो भ्यू? यस्तो भ्यू चाहिँ कसलाई मनपर्छ? देखो न गाइस भन्दा जस्तो दुईजना काम गर्नु आएको हो कि भिडियो बनाउन आएको हो दुईजना? सासूको आँखा छलेको जस्तो छ। तलम छ गुराँस, हेर्नु न। ए गुराँस हेर्नु त कस्तो दामी देख्छ गुराँस। चाहिँ अर्ग्यानिक सागको डुकु बारीमा पलाएको, यसमा युरिया पनि छैन केही पनि छैन, मिठो हुन्छ। काँचै खाइदिउँ क्या हो।